हेलो नमस्ते एभ्रिवान, फेरि पनि हजुरलाई स्वागत छ डेभिड महतो फिल्मी ब्लग्समा। र आज हामीसँग हुनुहुन्छ मास्टरनी नेपाली मुभीको होल टिम। प्रियङ्का कार्की दिदी, आयुष्मान दाई र रक्षा थापा, र सबैसँग रमाइलो भयो। अलिकता लिटिल बिट टक सो पनि भयो र पुरा हेर्नु होला भिडियो। दिदी हुनुहुन्छ मास्टरनीको कस्तो परिरहेको पर्छ एकदम बबाल। अब रिलिज भएर धेरै दिन बाँकी छैन, भदौ 5 गते हामी अल नेपाल रिलिज हुँदैन। सो आज नाइमामा कस्तो भयो त हाम्रो मास्टरनीको प्रमोसन? एकदमै राम्रो। हामी यहाँ स्क्यान एन्ड विन क्विजहरू बेस गेम्सहरू खेलाएर मास्टरनीको मर्चेन्डाइज टी सर्ट क्याप्स टिकटहरू गिभअवे गरिरहेको थियो। एकदमै राम्रो पार्टिसिपेसन भइरहेको सो होपफुली दिस मुभी गonna bang the market हैन, and very well wishing for this movie. म पनि हेरेर आउँछु दिदी। थ्याङ्क यू फर योर टाइम। ल दा पनि हुनुहुन्छ है। त कस्तो भयो हजुरलाई प्रमोसन? मै सानो भयो र नेक्स्ट हजुरको पक्कै पनि मुभी एकदमै राम्रो गरोस् होइन। अझै हाम्रो मिस्ट्री चिलिङ पनि छ सुनिरहेको थिएँ। आई होप दिस मुभी गर्न ब्याङ द इन्डस्ट्री होइन, समथिङ न्यू फ्लेभर हामीले नेपालीले पाएन एज अ मुभी लभर है। सो के भन्नु छ नेपाली अडियन्सलाई? नेपाली मुभीलाई माया गरिदिनुहोस्, यो भाइलाई माया गरिदिनुहोस्। थ्याङ्क यू फर यर टाइम दा, एन्ड बेस्ट अफ लक। हेलो एभ्रिवान, वेलकम टु डेभिड महतो ब्लग्स हियर होइन। टुडे हामीसँग हुनुहुन्छ मास्टरनीको कुल एक्ट्रेस हामीसँग रक्षा थापा हियर। नमस्ते। वेलकम टु हर है। Thank you सो so much. फर्स्ट अफ अल मास्टरनीको कस्तो चलिरहेको? राम्रो चलिरहेछ। हामी मान्छेहरू भेट्दै यताउति यसो गइरहेछौँ, मान्छेहरूलाई हुन्छ नि अब इन्टरेक्सन गर्दै मुभीहरूको बारेमा इन्फर्मेसन दिँदै गइरहेछौँ। सो आई थिङ्क इट्स हेल्पिङ। सो अहिले चाहिँ हामी महेन्द्रको ठ्याक्कै स्टलमा छौँ होइन। सो तपाईँले आफूले पर्सनली नाइमा चाहिँ यो फर्स्ट अटेम्प के भन्दा अगाडि गर्नुभएको? म नाइमा छैन, अर्को एउटा अरू सोमा तर म त्यस्तो नारा माइती हो, तर चेतककोमा गएको थिएँ म। अनि त्यस्तो धेरै म अपडेटेड चाहिँ हुँदिनँ, म यस्तो थाहा हुने मान्छे त होइन। बट अलिअलि स्कुटर चाहिँ अलिअलि थाहा छ, गाडी त्यस्तो धेरै थाहा हुँदैन। किनभने ऊ हजुर पढाइ जस्तो एक्टिङ फिल्डमै इन्भल्भ भयो पढाइ जस्तै यस्तो होइन। अनि एन्ड अफ द डे हजुरलाई यो आज कस्तो लागिरहेको छ? नाइमामा आउनु मास्टरनीको प्रमोसन चलिरहेको छ। रमाइलो लागेको छ, कति धेरै मान्छे आउनु भइरहेछ। अनि आएर हामीसँग पनि नाचेर रमाइलो गरेर मुभीको बारेमा कति धेरै थाहा रहेछ उहाँहरूलाई भन्ने कुरा पनि थाहा भइरहेको छ। सो एकदमै रमाइलो भइरहेको छ मान्छेहरूसँग। हामी अलिकता मुभीको पार्टको बारेमा कुरा गरौँ न होइन, किनभने प्रमोसन पनि हो। सो मास्टरनी चाहिँ कहिले छ हाम्रो रिलिज डेट? भदौ 5 अगस्त 21। सो मास्टरनी चाहिँ हाम्रो अलिकता खुलाउन मिल्छ, पुरै नखुला पनि के बेस्ट कन्टेन्टमा हो यो भन्दा? मास्टरनी चाहिँ क्राइम थ्रिलर हो, मर्डर मिस्ट्री हो बेसिकली। अनि हाम्रो ट्रेलरमै देख्न सक्नुहुन्छ, तपाईँले ट्रेलर हेर्नु भएको छ भने इट्स अब एउटा डटरको लागि के गर्न सक्छ त आमाले भन्ने कुराको स्टोरीमा बेस्ड छ यो मुभी चाहिँ। अनि दुईवटा फ्यामिलीको अलिकति ड्रामा पनि छ। एउटा डिफ्रेन्ट फ्यामिलीले आफ्नो छोरीलाई खोजिरहेको त्यो अर्को स्ट्रगल छ, सो डाइनामिकहरू छ। त्यो वेमा चाहिँ इट्स बेसिकली क्राइम थ्रिलर। सो त्यसो भए एउटा नेपालीहरूको यो मुभी चाहिँ फुल अफ मिस्ट्री क्रिएट गर्न चाहिँ सक्सेस हुन्छ जस्तो छ। हजुर हो, नेपालमा धेरै एक्सप्लोर गरिएको छैन। सो आई थिङ्क यो इन्जोय गर्नुहुन्छ थ्रिलर मन पराउने मान्छेहरू। पक्कै पनि किनभने हामी यसको सङले नै अगाडि एकदमै हाइप क्रिएट गरेछ होइन। डेफिनेटली मुभी विल गर्न रक इट होइन। सो म पनि मुभी लभर भएर म पनि एक्साइटमेन्ट छु मास्टरनीको लागि। र एज अ मास्टरनीमा हजुर
को क्यारेक्टर चाहिँ के छ त्यसमा मेरो चाहिँ अलिकति स्पोइल्ड ब्राट एकदमै बिग्रेको छोरी धनीको बिग्रेको छोरी जस्तो क्यारेक्टर छ अनि अलि एटिट्युड भएको जस्तो छ मभन्दा एकदम अपोजिट क्यारेक्टर भएकोले गर्दा एकदम च्यालेन्जिङ पनि थियो रमाइलो पनि भयो त्यही सँगसँगै पक्कै पनि तपाईँले धेरै क्यारेक्टरहरू प्ले गर्नु भएको छ होला होइन सो मास्टर नि क्यारेक्टरको गर्दा तपाईँको लागि कतिको च्यालेन्जिङ भयो त गर्नलाई मेरो लागि अलिक च्यालेन्जिङै थियो पहिला अघि डिफ्रेन्ट खालको गरिरहेको हुन्थ्यो भने यो चाहिँ मेरो लागि एकदमै टर्निङ पोइन्ट थियो होइन अनि आफूभन्दा टोटली अपोजिट भएको भएर त्यो ल्याउन चाहिँ फर्स्टमा अलिकति गाह्रो भइरहेको थियो तर इभेन्चुली सबैजनाको हेल्पबाट आई थिङ्क राम्रै भएको छ अब त्यो चाहिँ मुभी हेरेपछि अडियन्सहरूले भन्नुहुन्छ कस्तो भएको छ होइन तर आई थिङ्क आई डिड माई बेस्ट पक्कै पनि तपाईँले पनि त्यो क्यारेक्टर प्ले गर्दाखेरि हो एउटा एक्टरलाई आर्टिस्टलाई चाहिने नयाँ फ्लेभर नै हो नयाँ जनरमा जो पनि खेल्न खोज्छ जसलाई नै खेल्न मन लाग्छ आई होप तपाईँको अझै पनि मुभी अपकमिङ मुभी होइन यस्तै यस्तै मिस्ट्री थ्रिलिङ क्यारेक्टरहरूमा देख्न पाऊँ फर द भेरी भेरी सक्सेस फर यर फ्युचर Thank you so much. एन्ड वान्स अगेन गाइज कम टु भिजिट होइन एन्ड मुभी हेर्न आउनु होला भदौ 5 अगस्त 21st and keep flying David Moto vlog. Stay tuned. We are coming something boom in see you at the hall. Right? अब एकैचोटि मास लर्निङको हल